सो नमस्ते शिवने साथी जोइनसी तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु मेरो न्यू डे न्यू व्लगमा। विशेष गरी आज चाहिँ म माने डाँडा गइरहेको छु सन्चितासँग, किनभने हाम्रो अलिकति यहाँ आज माने डाँडा जाने काम परेको छ। त्यही भएर सो हाम्रो बाइक रेडी भइसक्यो। यहाँबाट सन्चिता बाइकको अलिकति मर्मती गर्दैछ। यात्रा सुरु भइसक्यो हाम्रो घरदेखि। हाम्रो गाउँघरको बाटो यस्तै छ अवस्था है। के भन्नु यस्तै हुन्छ भन्ने आशा छ। के हो अलकत्र छिटो हुन्छ भन्ने आशा छ होइन। अलकत्र भयो भने त अब एकदमै राम्रो होइन। कस्तो जारी छ जति पनि वरिष्ठ व्यक्तिहरू हुनुहुन्छ उहाँहरू एकदम कोसिस गरिरहेको छ यो बाटोलाई होइन। अहिले त्यो हाम्रो बाटो अवस्था त्यस्तै छ, तर पनि सही समयमा सही हुन्छ भन्ने हामी पुनः आशा राखेको छौँ होइन। एक दिन हुन्छ यो बाटो पनि कालो अलकत्र त्यहाँ हामीले नै जोड गर्ने हो होइन, मिलेर गर्ने हो, बनाउने हो। यस्तो वर्ष त कहाँ भने जस्तो क्या सक्छ अन्त सक्छ। सो गाइस आज चाहिँ हामी होइन मैले भनिरहेको छु कि हामी माने डाँडा गइरहेको छौँ। हाम्रो अलिकति त्यहाँ हाम्रो चर्चको मिटिङ सानो मिटिङ छ, त्यही भएर हामी गएको। हामी साह्रो पर्दैछ उहाँलाई यो एनएस कुदाउने बानी छैन कि, उहाँको चाहिँ रोयल इनफिल्ड छ नि त, इनफिल्ड कुदाउने बानी भएर यो अलिकति एनएस कुदाउँदा उहाँलाई अलिकति हात नबसी छ। के भन्नुभयो बाइक जोगाउनु पऱ्यो नि त। अब बाटो यस्तो छ, बिसोत्ताको त ठाकठुक गरिदियो भन्नुपर्दा हाम्रो सन्देश दा चाहिँ यो रोडको चाहिँ सबभन्दा पहिलो राइडर भनौँ न होइन सन्देश दा। मैले बाइक किनेर थिएन प्राइमको बाइक, यो टाइममा फर्स्ट बुलेट लिएको मैले यतिको ठुलो हो नि। फेरि हाम्रो सन्देश दा पहिला घुम बस्दाखेरि 180 थियो, त्यसपछि सन्देश दा त्यो त्यतिको सर्भिस गर्थ्यो। तपाईँले त्यति बेला उस गर्थ्यो है कम्प्युटर के पर्थ्यो त्यो आइसिटी प्रोजेक्ट, दार्जिलिङ कोअर्डिनेटरको काम गर्थ्यो। उहाँ ठुलो पोस्टमा थियो त्यो टाइममा। त्यहाँदेखि त्यति बेला बादमा उसले रोयल इनफिल्ड किनेको थियो है 350cc 2017मा किनेको त्यति बेला सन्देश दाले। अनि यो क्षेत्रमा है हाम्रो क्षेत्रमा त्यति बेला इनफिल्ड चाहिँ उहाँकै सबैभन्दा पहिला थियो है हाम्रो क्षेत्रमा। अहिले त अब घोडा कन्टिन्यू छ होइन, भनेपछि घोडा गाडीको त अहिले सुविस्ता नै हुन्छ होइन। त्यो टाइममा अब सुविस्ताले म्यानेज गरेर है किनेको थियो, आफ्नो सोचलाई पुरा गरेको थियो त्यो टाइममा। बिच बतासे है, अहिले हामी बिच बतासे आइसकेको छौँ। सो हेर्नुहोस् न अवस्था अब के भन्नु, के भन्नुहुन्छ तपाईँहरू होइन। यस्तो कुदाउने बाइक कुदाउने होइन, यो खच्चड कुदाउने हो भन्दैछ दादाले होइन बाटोको विषयमा। यो जग्गामा चट्टै मजा आएको छ क्या। हाम्रो चाहिँ अब मान्छेहरू प्रायः नै एग्रिकल्चरमा नै डिपेन्डेन्ट हो होइन, डिपेन्डेन्ट छ। तपाईँहरू देख्न सक्नुहुन्छ त्यहाँनिर आफ्नो बारीमा खेती लगाइसकेको छ होइन, खेती लगाइरहेको छ। So we are now in देवकोटा सङ। अहिले चाहिँ हामी देवकोटा सङमा आइपुग्यो होइन। हाम्रो यात्रा निरन्तर नै छ, अब तपाईँहरू जोडिरहनु होला। त्यस्तै छ हाम्रो गाउँघरको होइन अवस्था अहिले हामीले। यही मेन रोड नपुगिन्जेलसम्म चाहिँ यस्तो नै हो होइन। अनि तपाईँलाई मैले भनि चाहिँ यो बाटोले के कहाँ जोड्छ भन्ने कुरा फिटिङ भयो चाहिँ के चाहिँ सुविधा हुन्छ, कहाँ पुग्नु चाहिँ सुविधा हुन्छ अरूलाई। ओके अब यो भविष्यमा यो बाटो कम्प्लिट भयो भने होइन सिधै यहाँदेखि सट्टै हाम्रो गाउँ हुने लङ्गुर होइन। लङ्गुरदेखि हाम्रो गाउँ यता हुँदै माने मान्छे हुन्छ होइन। मेन अब तपाईँहरू यति गरेपछि
यो बाटोबाट यता हो भने यता भयो नेपाल होइन सक्नुहुन्छ नेपालै भयो हाम्रो बोर्डर एरियामा बस्यो होइन नेपाल नै पर हो होइन हाम्रो सल्टिङ भने रिम्बिक गोदाममा सिक्किम होइन किचनबारी बिग्यो धेरै कुराको फेसिलिटी हुन्छ क्या यो बाटो कनेक्सन भयो भने अप्सनल बाटो हुन्छ नि त मेन रोड अब तल्लो छ होइन तल्लो बाटो पहिला बसाएको टाइममा हुँदैन हाम्रो बाटो यो बिचको बाटो पुरा गाडी हिँड्यो त्यो टाइममा तर अहिले ठिक भयो होइन त्यो मान्छेहरू तल्लो बाटो हिँड्दैछ तर यो बाटो के भन्छ भइहाल्यो नि यहाँको मान्छेहरूलाई ओभर सपोर्ट गर्छ नि हामी यहाँ घुमेर जानु परेन टाइम साथसाथै धेरै कुरा कभर हुन्छ नि त दुईजनाको उनीहरू पोडकास्ट जस्तो गर्न थाल्छ नि त निरले चाहिँ त्योहरूले चाहिँ हामी फेरि ग्रेटफुल क्या हामी खुट्टा नेपालीहरूले नेपालीको खुट्टा तान्छ भन्ने जस्तो क्या सपोर्ट गर्दैन त्यो नेपाली नै हुन्छ अरे क्या खुट्टाहरू गर्ने कुरा गर्ने कमेन्ट नेगेटिभ कमेन्ट आउने प्रायः जस्तो अब नेपाली नै हुन्छ क्या अरू जाति भन्दाखेरि कतिपय अब त्यो ठाउँमा सही पनि हो होइन मान्छेले अलिकति हेरेर जज गर्दैन त 5 मिनटको भिडियो हेरेर मान्छेले जज गर्दा कहाँ हुन्छ पर्छ होइन जीवन कति लामो छ सङ्घर्ष छ होइन क्यापिटल फोमा छ अहिले हामीले चाहिँ बाइक साइक थन्काएर अब यहाँदेखि चाहिँ टक्कै सरको वेगनरमा जानेछु गाडीमा होइन अहिले सुकियादेखि हाम्रो यात्रा सुरु भइसक्यो होइन अहिले हामी अब यहाँ निक्लिसक्यो होइन यहाँ अब हाम्रो सर ड्राइभ गर्नुहुँदैछ सर एकदम वेलकम छ मेरो ब्लगमा तपाईँलाई वेलकम थ्याङ्क यू अब हाम्रो यहाँ चाहिँ सर हाम्रो होइन पास्टर हुनुहुन्छ हाम्रो यता हाम्रो सन्देश दा अनि हाम्रो म जगरम हुनुहुन्छ अङ्कल सो आज हामी अब माने डाँडा हाम्रो तपाईँलाई अब नगर भनिसकेँ हाम्रो सानो चर्चको मिटिङ छ सो हामी जाँदैछौँ सो तपाईँहरू स्टेडियम अहिले यो लेप्चा जगतको यो अहिले टुरिस्ट प्लेस है एकदमै फेमस अहिले है चल्ती सर्टन टाइममा एकदमै छिटो ग्रोथ गरेको यो टुरिस्ट प्लेस पहिला है केही थिएन यो जग्गामा एक दुईवटा गाडीहरू आउँथ्यो होइन सर एक दुईजना अब केही थिएन नि एक दुईवटा गाडी साडी आउँथ्यो मान्छेहरू दोकान हल्का थियो खानु थाल्यो मान्छे पनि आफै यति साह्रो ग्रो भयो कि अहिले थियो त पुरै पार्किङहरू बनाउनु थाल्यो है सर पार्किङ बनाउनु केही थिएन नि सर टिकट लाग्छ नि भित्र लेप्चा जगतको पनि अलिकति तपाईँहरूलाई म भ्यू देखाउँछु के भन्छ मेन के भन्छ कति भयो 5 इयर्स भयो सर यहाँनिर यो उयो भएको बेसी भएन हाइलाइट भएको यो जग्गा लगभग त्योभन्दा अलिकति बेसी भयो त्योभन्दा अलिक ज्यादा भयो अब यो बाटो त हामी डेली नै हिँडिरहेको जग्गाहरू हो नि त त्यो भएर अब हामीलाई थाहा हुन्छ हाम्रो दार्जिलिङ अब यो बाटोबाट हामी हिँड्नु पर्यो पहिला सानो जग्गा थियो हजुर अब त एकदमै दामी भयो एकदमै दामी यही हो लेप्चे जग्गा लेप्चे जग्गा पनि रस हुन्छ हजुर है यसलाई चाहिँ पहिला सुँगुरे भन्थ्यो यो जग्गालाई सर सुँगुरे भन्थ्यो हजुर अहिले त प्रायः टोटलले नै प्रायः जस्तो घरलाई होमस्टे बनाइदिइसक्यो नि यहाँ भ्यू राम्रो देख्छ नि त यता दार्जिलिङ देख्छ हो अफसोस आज क्लाउडी छ यसपालि तर मार्च महिना लागिसक्यो है सर ठन्डा गएको छैन त हिजो सिलगढीबाट आएको म बाइकमा ग्लोभ्स तलै छोडिरहेको छु कि आज बार छिराएको नि सर हिजो दिन देख्दैन हजुर सकेन पानी छिरायो अन्त आज पनि दिन त्यस्तै छ त म पानी छिराउँदैछ बेजा भाइ सो गाइस अहिले हामी अन द वे हामी तक्दा टी स्टेट जाने बाटो होइन यो भएर जानुपर्छ हामी चाहिँ माने डाँडा जाँदा चाहिँ होइन हाम्रो ब्रान्च जस्तो
सम फुड ब्रेकफास्ट आज ब्रेकफास्ट मैले चाहिँ बिहान किन खाएको बिहान मैले घरदेखि 1 ग्लास पानी चिया खाएँ सन्जिताकोमै बिहान त्यही केही खाएको छुइनँ सुत्दै आयो 10 माइल लड ल अब हामी नर्मल गाडी हिँड्दाखेरि त 50 मिनट लाग्छ तलबाट माथि आइपुग्नु अन्त हुन्छ भइहाल्छ लास्ट सिटहरू चाहिँ अलिकति मलाई प्रब्लम हुन्छ कि आन्टीहरू खाजा खाँदै रहेछ कमानको लन्च टाइम रहेछ मजा है मजा आफ्नो लाइफ सर्भाइभ भोलि फेरि ब्याप्टिजमहरू छ नि त ब्याप्टिजम छ कि कलाइसक्यो सबै कट्यो त्यो चट्नीको लागि पछाडि यो गोलाइमा छु म तर के छ सोधेर त्यतिमा सकियो है सर है यतिमा चाहिँ फिनिस्ड यहाँ भेटेको हाम्रो यहाँमा हाम्रो केटाहरू यो सर चर्ची हो यहाँ यो सर चर्ची यहाँ यो बाटो चाहिँ अब चर्ची हो भने चाहिँ मलाई थाहा थिएन ओके गाडी राखेर सर र म ओके आउँदैछु म सरसँग प्रवीण चिया खायो हजुर ल होइन पर राख्छु गाडी के भन्नु छिर्छ अलिक पछि गरिदिनुहोस् न यो टक्कै घुमाएर होइन म उयो राख्छु नि त बहिनीकोमै ए हो त्यो भित्र हाल्नुहुन्छ सराजु बस्नुहुन्छ अलिकति पछि त्यो म त बस्नु पानी गर्ने होला नि त ल नानी डाँडा पनि आइयो सर्टै आइपुग्यो म्याम सर म्यामले हेर्नुहुँदैछ अब कन्टिन्यू म्यामलाई आउनुहोस् सर हुन्छ सर आज म्याम जयमसी म्याम पुरा भ्लग बनाउँदै आइदिएको होइन हिजो घर गएको थिएँ नि सर ए म्याम हिजो घर गएको थिएँ त्यहाँदेखि फेरि भयो सर अलिक अगाडि जानुहोस् सर ओके आउनुहोस् भइहाल्छ बनिहाल्छ पछि बस अलिक आउनुहोस् अलिक अगाडिको यता हाल्नुहोस् यतापट्टि उतापट्टि यता माटो हालेको सजिलो गर्नु पर्यो यता काट्नु पर्यो अलिक काट्नुहोस् चक्का घुमाउनु अलिक घुमाउनु पर्यो
आउनुहोस् आउनुहोस् अब सरलाई अलिक साह्रो पर्दैछ है कस्तो बुझ्यो भाइ एकदम दामी अब त हाम्रो सर अब त रेडी भइसक्यो अब सर ओके हुन्छ बास ओके 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 सर हो गया तो दादा बास